ल हाई एभ्रिवान गुड मर्निङ नमस्ते सम्पूर्णलाई स्वागत छ फेरि पनि स्वस्तिका युट्युब च्यानलमा। अनि साथीहरू म चाहिँ अब उता पिकनिक जानलाई रेडी भइसकेको छु। बाउले अस्ति बोलाउनु भएको छ त्यहाँ सुँगुर काट्ने भन्दै हुनुहुन्थ्यो अनि म चाहिँ अब जाने साथीहरू भिडियो हेर्नु होला। म चाहिँ जाँदैछु साथीहरू। ल म चाहिँ ठ्याक्कै पुल आइपुगेँ पाती चढेर। बाटो चाहिँ एकदमै राम्रो बनेको छ साथीहरू। यता त धेरै अप्ठ्यारो बाटो। यो कस्तो मजाले पुल लगाएर बनाउनु भएछ। यहाँ कत्रो भिड छ नि त। यहाँ बाटो एक दुई पहिलो अलिँदै मात्र थियो, सानो थियो कि बाटो। यसरी मजाले बारेर बनाउनु भएछ। अस्ति म आउँदाखेरि अस्ति पनि देखाएको थिएँ हजुरहरूलाई भिडियोमा। त्यतिखेर चाहिँ यो पिलरहरू बन्दै थियो नि त। अहिले त एकदमै राम्रो भएछ बाटो। ल फाइनल आइसक्यो साथीहरू। म चाहिँ माइती घर। घरपति के गाडिँदैछ त? भाडा मस्काइरहेछ दुईजनाको। भोजको बेला अरे नाति। बाजे हेर्छ खोइ कान्छी। स्कुल जान्छौ कि तिमीले जाँदैनौ? जाने ल कान्छी। विवेक एकछिन आउँछ होला होइन? भनेको नाति खाँदै जाऊ न, स्कुल हिँडिहालेछ। अहिले नै खाँदैछ अब काल आइहाल्यो। हेर्दा त सानो सानो देखिन्छ। दाजुको 19, हाम्रो मामाको चाहिँ कति हो? भरे कसकोले भेट 22 अरे। ल मामाको भाला त आमा यसले रोप्नु पर्ने हो। एकैछिनमा ढलेर पनि यस्तो भइसक्यो सुँगुर। मान्छेहरू राक्षसै है, जिउँदो सुँगुरलाई ढालेर खानुपर्ने। भदाई भदाई हेलो। ल म चाहिँ खाना बसाउँदैछु। यहाँ काम गर्नेहरू सबैलाई दिने भनेर। पानी ठिक हुन्छ कि कति अक्कल गरी अलिक कालो कालो धर्के काटाको खाँदैन पुरोले अक्कल बनाउनु पनि छोडिसक्यो। खानु छोड्नु भएको र दाजु मलेम्पा दाजु? धेरै वर्ष भएछ त उले नखाएको त। हो र? ए म त थाहै छैन। धेरै वर्ष भएछ त नखाएको त। ओ कान्छा सुँगुर चाहिँ दामी बनाउनु पर्यो। यसै त होस् है सबैजना। कान्ने केटा परेर पहिला राम्रो काम गर्नु पर्यो। बहिनी त पाइहाल्छ। के छ हाम्रो अचारमा? हरियो खोर्सानी, यो मटन छ, मटर, आलु छ, चाना, यो प्याज छ, त्यति खोइ अरू छैन। यति भयो काफी होइन? मिठो भयो नि त। धनिया आउनु पर्यो। धनिया थियो कता साँची छैन मसिन। नुन चाहिँ हालेको कि छैन? खोर्सानीमा हल्का हालेको थिएँ। खोर्सानी पिरो यो चाख्नु न। त्यति पिरो त छैन होला।
ठिकै रहेछ नुनहरू पनि भयो जस्तो छ अचार रेडी भयो गाइस अब तरकारी पकाउनु पर्छ भात यता छ हाम्रो यही पाक्दैछ अब तरकारी उ गर्ने बेलासम्म सानो फेरिले सुन्दैन पनि भनेपछि सुन्दैन है केटा अस्ति आइकम गोला चोकर छ त्यो त ल यहाँ चाहिँ सुँगुर धोएर राख्ने ठाउँ बनाउनु भएछ दाजुले यहाँ लिएर राख्ने यताबाट छोडिदिनु खानु म है बिस्तारी बिस्तारी है ल मजा गएन कि क्या हो अलिक कालो कालै भएछ मैले नसिकेन राम्रो होला जस्तो लाग्यो ओइ राम्रो धुनु हो कन्छ पहिला पिल्साउनुमा अलिक ऊ ढिलो भयो यो हैन बनाउन नजाने हो के नै हो हैन खुट्टामा अलिकति हैन उसले खुट्टा लान खोजिरहेको छ त्यही भएर हो के यो जारा बसेर सबै फर्ने भएछ तँलाई उ गर्केलाई दाजु किलो ढक बोकिनुहुन्छ फोर्न आउँछ तँलाई ल्याउने उधाउने ढुङ्गा अहिले खैनीको चुना हालिदिने हाई गर्के घरको होला यो बेसर लाग्छ होला फोर्न आउँछ भने यो बेसर त खरानीसँग घोलेर लाउँदा पो लाग्छ होला हौ लाउँथ्यो नि त त्यसरी दाजु अलिअलि छालै पत्रेछ त पिल्साउँदा त अर्कै मासु डाँडामा मेकानिक को गर्ने मेकानिक गरिन्छ नि डाँडामा हैन डाँडाको त साइनले साइनले डाँडाकै भन्छ कान्छाले फोड्छ होला दाजु किलो ढक यसको फिलामा पनि मासु भएछ ठुलै हो है चौडै छ फिला सुके हुँदा म यहाँ गर्ने हो त म तेरो ड्युटी यति तपाईको पनि त झर्न आट्यो काका तल चाहिँ लाग्यो यसो नि राम्रो हुन्छ यो राजाले हैन उता काइनाले दिबटन भने माथि बाक्राको मात्रै रातो हुन्छ सब लगाले यसो दिनुपर्छ रातो रातो सुँगुरको सेतो चिलो बसेले के हुँदैन के रक सेक के ल्याउँदैन बदलले गराउँछ के गर्नु चढेको गराउँछ है सफा खाना बाँड्यो बाहिरको सामुदायिक मान्छेले फिर्ता गर्दैछ बसो र लाम्टा यहाँ कसरी काट काट्यो उतै गएछ त काटको बारेमा काटेको भन्ने चाहिँ अब एकजनालाई अनि त्यो गिरा दौडा त कता लाग्यो भन्दाखेरि अहिले पत्ता लगाएँ यहाँ हिमोटलमा आएछ त्यो दौडा साथीहरू छ
साउजीहरू सबै छ छिमालुङमा कहाँ माथि छिमालुङमा होमस्टे छ होमस्टे के देख्नु भएको छैन होला त्यो भन्ज्याङमा माथि त्यता गइन्छ कहिले भाग लागिसक्यो मासु दाग लाउँदैछ 22 धार्ने र 19 धार्नेको बाजी पो छ त यहाँ त को जित्नु हुने हो मामाको 22 खगिन्द्रे दाजुको 19 दाजु खगेन्द्रले जित्यो 22 भने उसले जितेन मैले चाहिँ जितेँ नि बढी जानेले चाहिँ कति तिमीले 20 भनेको मैले अनि ए तिमीले जित्यो म जितेँ कन्साको पुग्छ कि बा पुरस्कार जित्ने लागि राखेको छु एउटा हो त माला मालाले स्वागत जितेर तिनले परे जस्तो पाछै 15 भयो 9 10 11 12 13 14 मासु र बस्छ मिलाइ भाग लाउँदैछ यहाँ चाहिँ कन्साले हड्डी बोसो त्यस्तै पुग्छ नि अस्ति 2 भनेन म 2 भन्दै थियो अस्ति 3 हो हो 3 कि 2 भन्दै थियो गाडीले छ भने 25 रुपैयाँको चारो दिइहाल्छु गाडीले छ भने 25 रुपैयाँको चारो दिइहाल्छु अहिले त मल्नु भन्दा त केजीमा पो फाइदा छ हो भाले त फेरि मैले भनिदिएको छु तोकिया छ कानुनले नै फेरि त्योभन्दा पहिला डाँडामा आएर फेरि डाँडाकोमा खाइन्छ हिँडिन्छ फेरि मैले सुनेको छु कि डाँडाकोमा चाहिँ नजोगी लान्छ भने यसो मैले त जोग्नै हुँदैन डाँडामा चाहिँ लान्छ भाले बिगारेको चाहिँ डाँडाकोले हो यो मान्छेको हो अघि नै नि बोजूसँग भेट भइसक्यो छोरी 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 छोरा खोज्दै हुनुहुन्छ दाजु कोही बिरामी मासु यहाँ जोख्दै हुनुहुन्छ सबैजना यता हाम्रो ज्वाइँ चाहिँ के ठेक्नु हुँदैछ मासु कसले कति कति लाँदैछ भनेर होइन ज्वाइँ भालेर ए भाउजू माला भने माला त माइजू चाहिँ साह्रै दि धन्य ठिक छ नि साइना मासतिर गएर फेरि हिँडिदिनु विरक्ति गरेर छैन नि बिरामीहरू हल्का बस हल्का बस गुड फेरि हिँडिदिनु जस्तो फेरि बिरामी फेरि होला नि ए गुड बाजे मासु कतै टिप्नु भयो म त एक धार्मी मासु पुग्छ जस्तो लाग्यो नि त यहाँ मासु धेरै छ सबैले मिलेर बाटेर खानु पर्यो नि एक विषय लाग्दैन सेफेले झोक्रो लिएर गएछ होइन भर दिइहाल्यो नि तल गेम खेल्दैछ नानी चाहिँ धुनमा उता पस्नै मान्दैन ल अब चाहिँ हामी काम गर्नेहरूलाई खानाहरू पस्किन्छौँ भाउजू नुनहरू लागेन भए भन्नु है उनीहरू फाइट पर्छ अरूलाई चाहिँ झुक्केर झुकेर लाग्छ भन्ने मामा खतरा छ नि कुन कुन देशमा नि किन्दै मामा खाजा त्यही भएर लिइदिनु पर्यो अप्ठ्यारो भयो होला मामालाई एकै ठाउँमा लगाइदिएँ त म त सबै दाजुले चाहिँ मासु खानुहुन्न रहेछ
फुर्ती ला भदाइलाई त अप्ठ्यारो भयो नि हुन्छ हुन्छ ल दाजु बिस्तारै खानु यस्तै छ कच्चा ठिक छ एकै ठाउँ सबै हालिदिएको बानुनहरू लागेन नि एकदम लाग्यो। भदाइलाई लाग्यो अन्तिममा खाना खाने चाहिँ हामी हुन्छ दाजु आमाइला सुत्यो कि केटाहरू घरमा बस्यो कि बसेको सँगै सुतेको अनि सँगै भात कसैले पनि खाएन मैले चाहिँ सबै खाइदिएँ के लागेको होला कि त्यसलाई रक्सी खाएँ भात पनि खाएँ मैले सबै रुचिको त खानु पर्यो अचारको कसलाई चाहिँ मागौँ है